कालिन्चोक हाइड्रो पावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आइपिओ बाँडफाँड हुने मिति सार्वजनिक भएको छ। यो आइपिओ कहिले बाँडफाँड हुनेछ र कतिजनालाई यो आइपिओ पर्नेछ भन्ने सम्पूर्ण जानकारी यो भिडियोमा दिनेछु। भिडियो अन्तिमसम्म हेरिदिनुहोला। कम्पनीले यही चैत 22 गतेदेखि 25 गतेसम्म 6,84,750 किता आइपिओ सर्वसाधारणका लागि निष्कासन गरेको थियो। यस आइपिओमा कुल 27,50,175 जनाले आवेदन दिएका थिए भने 10-10 किताका दरले 68,475 जनालाई मात्र यो आइपिओ पर्नेछ। बाँकी रहेका 26,81,700 जनाको भने हात खाली हुनेछ। बिक्री प्रबन्धक आरबीबी मर्चेन्टका अनुसार यो आइपिओ यही वैशाख 7 गते सोमबार बाँडफाँड गरिने भएको छ। के तपाईलाई यो आइपिओ पर्ला त? पर्छ जस्तो लाग्छ भने कमेन्टमा ओम लेख्नुहोला अनि आइपिओ सम्बन्धी अपडेटको लागि हामीलाई फलो गर्नुहोला। धन्यवाद।